एभ्रिवान, आजको भिडियोमा तपाईहरुलाई युट्युबको भिडियो कसरी डाउनलोड गर्ने बारेमा सिकाउन गइरहेको छु। यदि तपाईलाई युट्युबको भिडियो डाउनलोड गर्न गाह्रो भइरहेको छ भने यो भिडियो तपाईहरुको लागि एकदमै हेल्पफुल हुन सक्छ। सो यदि तपाईले हाउ टु डाउनलोड युट्युब भिडियो युट्युबमा सर्च गर्नुमा धेरै खालको भिडियो हेर्नुहुन्छ जुन चाहिँ लङ प्रोसेस सिकाएको छ, कम्प्लिकेटेड प्रोसेस सिकाएको छ। तर तपाईलाई यो भिडियोमा एकदमै इजी प्रोसेस सिकाउँछु जुन चाहिँ तपाईले 1 to 2 स्टेपमै तपाईले चाहेको भिडियो डाउनलोड गर्न सक्नुहुन्छ। यदि तपाई मेरो युट्युबमा नयाँ आउनु भएको छ भने मेरो युट्युबलाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। वेलकम टु राधेकृष्ण च्यानल। विदाउट डिलेइङ लेट्स गेट स्टार्टेड। तपाईले कुनै पनि युट्युबको भिडियो डाउनलोड गर्न सर्वप्रथम तपाईले युट्युबमा जानुहुन्छ अनि तपाईले युट्युबको लिंक कपी गर्नुहोस्। युट्युबको लिंक कपी गर्न तपाईले शेयरको अप्सनमा गएर यहाँ कपी लिंक गर्नुहोस् र तपाईले अब यो लिंकलाई क्लिप ग्र्याब भन्ने एउटा एप्लिकेसन छ, त्यो क्लिप ग्र्याब एप्लिकेसनमा गएर फेरि पेस्ट गर्नु भने त्यो लिंक को इन्फर्मेसन देखाउँछ। अब तपाईले यसमा कुन भिडियो फर्मेटमा डाउनलोड गर्नुहुन्छ त्यसको नि अप्सन छ। MP3 मात्र डाउनलोड गर्न पनि सकिन्छ। म ओरिजिनलै राख्दिन्छु, त्यसकारणले 1080p HD अनि यो ग्र्याब दिस क्लिप भनेपछि यो डाउनलोड गर्न स्टार्ट हुन्छ। तपाई अब कहाँ राख्न चाहनुहुन्छ त्यहाँ राख्नुहोस्। मैले डेस्कटपमा हैन, मैले डाउनलोडमा राख्दिन्छु अनि यस अलाउ अनि यसलाई डिसिप्लिन योर माइन्ड भनेर यसको भिडियोको नाम हो अनि सेभ गर्छु। यति गरिसकेपछि यो डाउनलोड हुन सुरु हुन्छ, स्टार्टिङ भइरहेको छ। यसैगरी तपाईले मजाले कुनै पनि भिडियोको लिंक पेस्ट गरेर यहाँ डाउनलोड गर्न सक्नुहुन्छ। यो ओपन सोर्स भएको कारण तपाईले पैसा तिर्नु पर्दैन र तपाई यो कसरी डाउनलोड गर्ने यो भिडियोमा नि सिकाउँछु। तपाईले क्लिप ग्र्याब अफिसियल साइट भनेर गुगलमा सर्च गर्नु भने यो खुल्छ अनि तपाईले यो खुलिसकेपछि यहाँ डाउनलोड गर्ने अप्सन देखाउँछ अनि यसमा डाउनलोड थिच्नु भयो भने डाउनलोड हुन्छ। म अलरेडी डाउनलोड गरिसकेको छु त्यसकारण म डाउनलोड गर्दिन अनि तपाईले इजिली यसलाई इन्स्टल गर्न सक्नुहुन्छ। यस्तो खालको लोगो छ। आजको लागि यति नै, धन्यवाद।